सबैजनालाई झोरले आज चाहिँ मेरो मौरी फार्म गरङजा मौरी फार्म रिसिङ 3 सोलुङमा रहेको छ। अब यो मौरी फार्मलाई चाहिँ कसरी बढाउने, मौरीलाई चाहिँ गोला कसरी विभाजन गर्ने, यो गोला कसरी बढाउने, मौरी गोला कसरी बढाउने र गोलालाई चाहिँ मौरीको गोला कसरी छुट्याउने त गोला विभाजन गर्ने तरिका, गोला विभाजन गर्न खोज्दैछौँ हामी। यो चाहिँ मौरी भएको घार, यसलाई चाहिँ अब गोला विभाजन गर्ने। यो मौरी घारको आधा फ्रेम यो खाली फ्रेम हाल्ने र आधा चाहिँ यहाँको आधा यसमा हाल्ने, अनि यो बिचको घार चाहिँ झिक्ने। यसरी झिकेपछि जुन गोलामा चाहिँ मौरी बस्छ, रानो बस्छ, त्यसमा चाहिँ रानो बनाउँदैन र रानो नभएको ठाउँमा चाहिँ अर्को उनीहरूले चाहिँ रानी बनाउँछ। यसरी गोला बढाउन लागि यसरी विभाजन गर्नुपर्छ। ल अब हामी गोला विभाजनतिर गर्ने कामतिर जाँदैछौँ। यदि तपाईहरु पनि गोला विभाजन गर्नका लागि तयारी हुनुहुन्छ भने यसरी नै गोला विभाजन गर्न सकिन्छ। यदि तपाईहरु पनि गोला विभाजन गर्न जानेको छैन भने यो हेरेर तपाईहरुलाई गोला विभाजन गर्न सकिन्छ। रानी पनि तना हुने ठीक लग रहा है खाना वाला वो आता तना नहीं आला आता तना नहीं आने वाला वो ना आना चाहिए आना तना गरङजा मौरी फार्म हाले छ रिसिङ 3 सोलुङ गरङजा मौरी फार्म। तपाईहरुलाई पनि माहुरी चाहिएको अवस्थामा गरङजा मौरी फार्मलाई सम्पर्क गर्नु होला। ओ यो चाहिँ ओहो अनार, ल हेर्नुस् है अनार पनि यहाँ फलेको रहेछ। ल बोट चाहिँ यति सानो हैन, तर अनार चाहिँ फलिसकेको रहेछ। ल यहाँ पनि अर्को एउटा टुसा फला रहेछ। ल अब हाम्रो लालकुमारजीले यहाँ के गरेको छ त म तपाईहरुलाई देखाउन लागिरहेको छौं। अब चाहिँ यो चाहिँ हामी अब के गर्न लागिरहेको छौं लालकुमारजी? यो गोला विभाजन, मौरी गोला विभाजन, यसलाई मौरी गोला विभाजन भन्छ हैन? ओहो ल तपाईहरु पनि अब प्रत्यक्ष यदि यहाँ आउन नसके पनि यो भिडियो मार्फत कसरी चाहिँ गोला विभाजन गर्नुपर्ने रहेछ त भनेर यो भिडियो मार्फत हेरेर तपाईहरु आफै पनि गर्न सक्नुहुन्छ। ल स्पेशली अझै लालकुमारजीले तपाईहरुलाई भन्नुहुन्छ यो चाहिँ यो गोला विभाजन गरेको भन्छन् हैन? म भरे ल म काट्ने बेला भरे चाहिँ यत्रे मलाई टोक्छ क्या हो फेरि यहाँ। हाम्रो यहाँ लगभग कति घर जति होला लालकुमारजी? यहाँ छन् 30-35 घर। कति भयो तपाईले यो चाहिँ काम सुरु गर्नु भएको? 5 वर्ष जति भयो। 5 वर्षमा अब यसमा फाइदा बेफाइदा चाहिँ के छ होला? यसो अरु हाम्रो दर्शकहरुलाई पनि यसो सुझाव सल्लाह दिनु होला। यदि कोही कसै मौरी फार्म गर्नु इच्छा हुनेहरुलाई चाहिँ के छ फाइदा बेफाइदा? एकदम राम्रो छ नि यो मौरी पालेर हेर्नुस्। अब पेन्सन निकाल्दैछ हामी। ए भनेपछि लाउरे हुनु परेन पेन्सनको लागि? अब भन्छ नि त मान्छेले त अब लाउरेले मात्रै पेन्सन पाउँछ भन्छन् हैन? त्यही भएर यो मौरी पालेर पनि पेन्सन पाउँदो रहेछ भनेछ हैन?
त्यसरी बुझ्नु पर्यो अब अब वर्षभरिको पेन्सन निकाल्दैछ नि। ल ल है हेर्नुहोस् ल है ल अब हामी यता अब लाउरै हुनुपर्छ भन्ने पनि नरहेछ ल मौरी पालन गरेर पनि पेन्सन पाउँदो रहेछ है त ल ल ल अब यो चाहिँ के हो यो चाहिँ काफल के हो यो ल हामी चाहिँ गोला विभाजनतिर गर्दैछौँ यसरी छुट्याउने ल हेर्नुहोस् है गोला विभाजन कसरी गर्नुपर्ने रहेछ ल यदि कोही मौरी पालन गर्न चाहनुहुन्छ भने चाहिँ यसरी गर्नुपर्दो रहेछ गोला विभाजन यो चाहिँ रिसिङ 3 सोलुङ गाउँमा पर्छ हैन तपाईहरुलाई पनि यदि एकदम शुद्ध महको यदि तपाईहरुलाई जरुरत छ भने सम्पर्क गर्नु होला Masih mana jalan gimana udah? Ma. म चाहिएमा सम्पर्क गर्नु होला डोंगी mana aja? Hah? Mana kala? Kalau
सँग आएको चिकालमा गयो ल हेर्नुस् है दर्शकवृन्दहरू मित्रजीहरू यो चाहिँ हामी गोला विभाजन गर्दैछौँ हाम्रो लालकुमारजीले यो चाहिँ गोला विभाजन गरेको अरे ओहो मलाई पो टोक्ला छ हौ म चाहिँ निस्काएर इडिया रहेछमा निस्काएर